नमस्कार साथीहरू, तपाईहरूलाई स्वागत छ स्टडी जापानिज ल्याङ्ग्वेजमा। आज हामी मिन्नानो निहोङ्गोको लेसन 2 को शब्दको अर्थ भोकाबुलरी पढ्छौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। ल अब सुरु गरौँ। कोरे, कोरे भनेको यो, सोरे, सोरे भनेको त्यो, आरे, आरे भनेको ऊ त्यो। कोरे सोरे आरेको पछाडि वा लागेर मात्रै नाउनको प्रयोग गरिन्छ। जस्तै कोरेवा होन देश, यो किताब हो। कोनो, कोनो भनेको यो, सोनो, सोनो भनेको त्यो, आनो, आनो भनेको ऊ त्यो। कोनो सोनो आनोको पछाडि नाउन लगाएर मात्रै वाक्य बनाइन्छ। जस्तै कोनो होन वा वातासिनो देश, यो किताब मेरो हो। होन, होन भनेको किताब। जिस्यो, जिस्यो भनेको डिक्सनरी शब्दकोश। जास्सी, जास्सी भनेको पत्रिका। सिनबुन, सिनबुन भनेको समाचार पत्र, अखबार जुन दैनिक रूपमा प्रकाशित हुन्छ तिनीलाई चाहिँ सिनबुन भनिन्छ। नोतो, नोतो भनेको नोटबुक। टेच्यो, टेच्यो भनेको पकेट नोटबुक। मेइसी, मेइसी भनेको चाहिँ बिजनेस कार्ड, भिजिटिङ कार्डहरूलाई चाहिँ मेइसी भनिन्छ। कादो, कादो भनेको कार्ड। तेरेहोन कादो, तेरेहोन कादो भनेको चाहिँ टेलिफोन कार्ड। एमपिचु, एमपिचु भनेको पेन्सिल, सिसा कलम। बोरु पेन, बोरु पेन भनेको बल पेन। स्यापु पेन्सिरु भनेको मेकानिकल पेन्सिल। खागी, खागी भनेको चाहिँ चाबी, साँचो। तोकेई, तोकेई भनेको घडी। खासा, खासा भनेको छाता। खाबान, खाबान भनेको झोला। कासेट्टु टेपु, कासेट्टु टेपु भनेको क्यासेट टेप। टेपु रेकोदा, टेपु रेकोदा भनेको टेप रेकर्डर। टेरेबी, टेरेबी भनेको टेलिभिजन, टिभी। राजियो, राजियो भनेको रेडियो। कामेरा, कामेरा भनेको क्यामेरा। कम्प्युटा, कम्प्युटा भनेको कम्प्युटर। जिदौस्या, जिदौस्या भनेको चाहिँ गाडी, कार। अटोमोबाइलहरूलाई चाहिँ जिदौस्या भनिन्छ। चुकुए, चुकुए भनेको चाहिँ डेस्क। इसु, इसु भनेको चाहिँ कुर्सी, चेयर। चोकोरेतो, चोकोरेतो भनेको चकलेट। कोही, कोही भनेको चाहिँ कफी। एइगो, एइगो भनेको इङ्ग्लिस भाषा, अङ्ग्रेजी भाषा। निहोङ्गो, निहोङ्गो भनेको जापानिज भाषा। गो, गो भनेको भाषा। कुनै पनि देशको नामको पछाडि गो भनेर लगाइन्छ भने त्यो देशको भाषा भनेर बुझिन्छ। जस्तै नेपारुको पछाडि नेपारु गो लगायो भने चाहिँ नेपाली भाषा। इन्डोको पछाडि गो भनेर लगायो भने चाहिँ इन्डो गो हुन्छ। इन्डो गो भनेको चाहिँ हिन्दी भाषा। नान, नान भनेको के, वाट। सो, सो भनेको हो। चिगाइमास, चिगाइमास भनेको चाहिँ यो गलत हो, तपाईँले भनेको गलत भयो। सो देशका भनेको चाहिँ ए त्यसो पो हो र भन्ने अर्थ लाग्छ। आनो, आनो भनेको चाहिँ केही कुरा भन्नलाई अप्ठ्यारो लाग्दाखेरि सुरुमा आनो भनेर सुरु गर्छन् जापानिजहरूले। जस्तो हामीले भनेर भन्छौँ त्यस्तै हो। डोजो, कसैलाई केही दिँदा लिनुहोस् भन्दाखेरि चाहिँ डोजो भनेर दिइन्छ। डोमो भनेको चाहिँ धन्यवाद। आरिगातो, आरिगातो भनेको पनि धन्यवाद नै हो। डोमो आरिगातो गोजाइमास भनेको चाहिँ धेरै धेरै धन्यवाद। कोरेकारा ओ सेवानी नारीमास भनेको चाहिँ तपाईँको सहयोगको आशा गर्दछु भन्ने हुन्छ। कोचिरा कोसो योरोसिकु भनेको चाहिँ तपाईँलाई भेटेर खुसी लाग्यो भन्ने हुन्छ। होन्नो किमोची देश भनेको चाहिँ यो त केही पनि होइन, यो त सानो मायाको चिनो हो भन्ने अर्थ लाग्छ। धन्यवाद। Subscribe, like, comment,